साइली मै जाने बेलैमा साइली मै जाने बेलैमा गाहभरि आँसु किन खसा यहाँहरू सबैलाई नमस्ते। आज आफ्नै कोसीबारीको अर्ग्यानिक रायोको साग छिटो र मिठो पकाउने तरिका बताउँदैछौँ। रायोको सागलाई काटेर राम्रोसँग पखालिएको छ। एक सानो चम्चा जिराको दाना, एउटा सुकेको खोर्सानी, 2 केस्रा किचेको लसुन र आवश्यकता अनुसार नुन लिएका छौँ। प्याज, अदुवा, बेसार र टमाटर बिना नै आज हामी रायोको साग पकाउँदैछौँ। प्रेसर कुकर तातिसकेकोले थोरै तेल राख्दैछौँ। तेल तातिसकेकोले जिरा राख्दैछौँ। सुकेको खोर्सानी, किचेको लसुन, कोहीमा बार म तिम्रै हुने छु नरो साइली मै जाने बेलैमा लसुन ब्राउन कलरको भइसकेको छ। गाईले खाने हरियो घाँस भैँसीलाई पराल्छ गाईले खाने हरियो घाँस केही बेर चलाएपछि नुन राख्दैछौँ। किन पो आउँछ यो पापी जवान मन पो बराल्छ साइली मै जाने बेलैमा गाहभरि आँसु किन खसाल्छौ मै जाने बेलैमा एक सिट्ठी लागिसकेपछि प्रेसर कुकरमा भएको पुरै हावा बाहिर निकाल्छौँ। धोबीलाई धारा संसारै बारा घुमेछु धोबीलाई धारा संसारै बारा मैलुगा घुमेछु कोहीमा दिन कोहीमा बार म तिम्रै हुनेछु नरो साइली मै जाने बेलैमा गाहभरि आँसु किन खसाल्छौ मै जाने बेलैमा ओहो, हेर्नुहोस् त कस्तो राम्रो अनि हरियो सागको मिठो बास्ना पनि आइरहेको छ।
तपाईहरू पनि एकपल्ट यसरी नै बनाएर खानुभयो भने सधैँ यसरी नै बनाएर खानुहुनेछ। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। यहाँहरूलाई भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने कृपया भिडियोलाई लाइक र हाम्रो यो युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद। नमस्ते।